यहाँबाट एउटा म कुरा बताइहाल्नु पर्यो। हामीले के गर्न चाहँदैछौँ, मसँग के स्किल छ, म पेन्टिङ गर्नु, कसैको लेख्ने, कसैको पेन्टिङ गर्ने, कसैको ड्रइङ गर्ने, कसैको केही न केही हाम्रो के हुन्छ, हाम्रो एउटा हामीलाई परमेश्वरले दिएको दान हुन्छ। हामीले यही उमेरमा नै त्यो मैले के गर्न सक्छु त्यो कुरो याद गर्नुपर्छ अनि त्यसको पछि लाग्नुपर्छ। यो मान्छे यो रोबर्ट लेग्जरले 14 वर्षको उमेरमा उसले कहिले पनि समय खेरो पारेन भन्छ। अलिकति समय पाउँदाखेरि पनि उसले पेन र एकदम त्यो पेन्टिङ ब्रस र कलर लिएर पेन्ट गर्नको लागि बसिहाल्थ्यो थियो भनेर भन्छ। भरे उसले फर्स्ट प्राइज विन गर्छ, सबैजना खुसी हुन्छ, तर घरमा बाबु आमा चाहिँ त्यति खुसी हुँदैन। किन भनेर भन्दाखेरि चाहिँ उसले फर्स्ट प्राइज चाहिँ पेन्टिङमा त पाए नि, तर यिनले परमेश्वरलाई विश्वास गरेको छैन। उसलाई परमेश्वरको वचन सुनाउँदाखेरि उसले वचन सुन्न त्यति ध्यान दिँदैन अनि उसलाई एक प्रकारको भइरहेको हुन्छ। तर एक दिन त ऊ के अरे परबाट आउँदै गर्दाखेरि त एउटा जग्गामा यसरी नै सेवा भइरहेको थियो, विदेश जस्तै सेवा भइरहेको रहेछ। त्यो रोबर्ट लेग्जर त्यहाँ जान्छ, के हुँदैछ यहाँनिर भने यसो हेरेर एकजना प्रभुको दासले वचन दिइरहेको हुन्छ। रोबर्ट लेग्जर लास्टमा आएर पछि आएर बस्छ, लास्टमा बस्छ, कसैले नदेख्ने गरी बस्छ। त्यहाँदेखि त्यति बेला प्रभुको दासले वचन सुनाउँदै गएको हुन्छ। प्रभुको दासले यसरी बताउँदै गएको हुन्छ कि मान्छे चाहिँ जति नै राम्रो मान्छे बाहिरबाट देखा परे पनि परमेश्वरको दृष्टिमा मान्छेको हृदयभित्र के छ, परमेश्वरले मान्छेलाई रूप होइन हृदयमा भएको कुरा हेर्नुहुन्छ। यदि तिम्रो हृदयमा केही चोरी विचार छ, तिम्रो हृदयमा कसैलाई ठग्ने विचार छ, तिम्रो हृदयमा कसैसँग नराम्रो गर्ने विचार छ, तिम्रो हृदयमा कसैसँग झगडा गर्ने विचार छ, तिम्रो हृदयमा तिमीले कसैप्रति नराम्रो सोचिरहेको छौ, आमा बाउको अज्ञापन नगर्ने हृदयमा राखेका छौ भने त्यो पाप हो। अनि परमेश्वरले चाहिँ तिमीलाई हेर्यो भने चाहिँ राम्रो मान्छेको रिवार्डको रूपमा हेर्दैन, तर तिमीलाई पापीको रूपमा देख्छ। अनि बाइबलले भन्छ पापी मान्छेले चाहिँ पापको कारणले गर्दाखेरि पापले दण्डमा हामीलाई के गर्छ, पुर्याउँछ। अनि पापको ज्याला, पापको दण्ड चाहिँ के हो, मृत्यु हो, तिमी मर्न पर्छ। रोबर्ट लेग्जर यसो अरे मात्र देखेको छैन त, अन्त कसरी प्रभुको दासले त्यसरी भन्दैछ, चुप्पो लाग्यो। उसले मन कठोर गरेर जान्छ घरमा गएर निराश भएर बस्छ। उसको बाबाले सोध्छ रोबर्ट के भयो तिमीलाई? होइन म त्यहाँ आउँदै थिएँ कि त्यहाँनिर सेवा हुँदो रहेछ, त्यहाँ वचन सुनेको थिएँ, यस्तो यस्तो भन्यो। बाबाले भन्छ नानी ठिकै कुरा गर्यो। तर रोबर्ट लेग्जरले के गर्दैन, त्यो इच्छा गर्दैन। फेरि भोलिपल्ट हुन्छ, फेरि त्यहाँ सेवा हुँदै गरेको हुन्छ, फेरि उसले त्यो सेवामा त्यो वचन सुन्छ। अनि त्यो वचन सुनेपछि उसलाई फेरि मनमा पिक हुन्छ, अरे मसँग त नराम्रो विचार छ नि त, मैले त झुट बोल्दैछु नि त, मैले त एकदम पाप गर्दैछु नि त, यो पाप त मेरो हृदयमा छ नि त, यो पापले त मलाई आगोमा पलाने रहेछ त, नरकमा पलाने रहेछ त। तर दोस्रो दिन पनि उसले के गर्दैन, विश्वास गर्दैन। भएर लास्ट डे 3 दिन हुन्छ, लास्ट डेमा पनि उसले त्यहाँनिर त्यो बाटो भएर आउँदाखेरि के भइरहेको हुन्छ, त्यहाँनिर सेवा भइरहेको हुन्छ। अनि त्यति बेला प्रभुको दासले भन्छ जतिजना यहाँनिर आउनु भएको छ, अब रोबर्ट त्यहाँ आएको छ भनेर थाहा छैन, रोबर्ट त लुकेर बसिरहेको छ पछाडिबाट, यहाँ आएको छ भनेर थाहा छैन। जतिजना आएको छ, अस्ति पनि आउनुभयो, हिजो पनि आउनुभयो, आज पनि आउनुभयो, तर तपाईँले आज प्रभुलाई ग्रहण नगरिकन जानुभयो भने तपाईँले अहिले मृत्यु भयो भने तपाईँ कहाँ जाने? किनकि पापको ज्याला चाहिँ मृत्यु हो। त्यो मृत्यु शरीरको मृत्युको कुरा गरेको होइन हो, शरीरमा पनि मान्छेले मृत्युको सामना गर्न पर्ने हुन्छ, तर अनन्त नरक दोस्रो मृत्यु हो, त्यहाँ जान पर्छ। भरे यति साह्रो हुन्छ, भरे फेरि वचन प्रभुको दासले दिन्छ आज अन्तिम सेवा हो, आज अन्तिम सेवा हो। कोही छ हाम्रो बिचमा जसले प्रभुलाई ग्रहण गरेको छैन, अझै हृदयमा चोरी छ, अझै हृदयमा नराम्रो विचार छ, अझै हृदयमा अर्कालाई नराम्रो भन्ने कुराहरू छ, अझै हृदयमा कसैलाई एकदम ठगिरहेको, अझै हृदयमा खराब खराब कुराहरू हेरिरहेको, मोबाइलमा नराम्रो चिजहरू हेरिरहेको अझै कोही छ, यस्तो देखाउँछ क्या। भरे त प्रभुको दासले यसरी आउँदा घुमाउँदै 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 त रोबर्टको त्यहाँ पो पुग्छ। भरे त्यो आउँदा त्यहाँबाट निस्किँदैन,
रोबोट छक्कै पर्छ, अहिले म त लुकेर बसिरहेको छु, औँला कसरी मलाई देखायो? त्यति बेला रोबोटले सम्झिन्छ अनि प्रभुको दासले भन्छ, तिमीलाई आजको दिन प्रभुले अन्तिम मौका दिँदैछ। कोही छ तिमीले आज के गर्नुपर्छ? प्रभुलाई ग्रहण गरेर तिम्रो हृदयलाई शुद्ध पार्न पर्छ। प्रभुको रगतले अन्त मात्र तिमीले मृत्यु पश्चात स्वर्ग जान सक्छौ। आज तिमीले मिस गर्यौ भने भोलिदेखि तिम्रो लागि उपाय छैन। हो, भोलिदेखिको सेवा पनि त छैन त्यहाँनिर। भरे 3 दिनमा रोबोटले गर्दा के गर्छ? हात उठाउँछ, अङ्कल म 3 दिन एटेन्ड गर्ने, तर मैले अहिलेसम्म मैले प्रभुलाई ग्रहण गरेको थिइनँ। मेरो आमा बाबाले मलाई भनेको थियो, मैले ग्रहण गरेको थिइनँ, अङ्कल म गर्छु। रोबोटले गर्दा 14 वर्षको उमेरमा प्रभु येशू मसीहलाई मुक्तिदाताको रूपमा ग्रहण गर्छ। भए पनि उनले ग्रहण गरिसकेपछि यस्तो रमाउँछ, यस्तो रमाउँछ, यस्तो खुसी हुँदै कुदै कुदै घरमा जान्छ। उसको बाबाले भन्छ, अरे रोबोट के भयो तिमीलाई? तिमी त आज कहिले बिर्सिस त? बाबा म एउटा कुरा भन्नु तपाईँलाई, के आज मैले ग्रहण गरेँ, मुक्तिदाताको रूपमा ग्रहण गरेँ, मेरो हृदयमा शान्ति आयो, मेरो पाप क्षमा भयो पापा, अब मेरो हृदयमा नराम्रो कुरा छैन। यस्तो खुसी पापा पनि खुसी हुन्छ, मिलेर उनीहरूलाई के दिन्छ? धन्यवाद दिन्छ। अब रोबोटले पापाको बिजनेस हुन्छ, बिजनेस समाउँदै गरेको हुन्छ, बिजनेसमा पनि उसले हात दिँदै गरेको हुन्छ। अनि रोबोट भने त बिजनेस बिहानी पख अब त्यो दोकानमा जानुपर्ने, जाँदै गर्दा एकजना अब त्यो दोकानमा थुप्रो काम गर्ने हुँदो रहेछ, एउटा वृद्ध मान्छे पनि हुँदो रहेछ। अन्त भयो त्यो दोकानमा त्यो वृद्ध मान्छेले त्यो दही खोल्नको लागि आउँदै गर्दा त कोट्याएर भन्छ, बाजे बाजे एउटा कुरा भनौँ, के भन न, मैले हिजो नि प्रभुलाई ग्रहण पो गरेको। यस, हात मिलाऊ, मिलाउनु, हात मिलाए क्या। भरे त रोबोट त क्या खुसी हुन्छ, खुसी पो हुँदो रहेछ, त्यहाँदेखि उसलाई आँट आउँछ क्या। त्यहाँदेखि उनीहरूको धेरै काम गर्ने त्यहाँनिर साथा बनेर हुन्छ, उनीहरू गएर हुन्छ, साथी हो, अङ्कल आन्टी हो, दाजु दिदी हो, एउटा कुरा भन्छु म तपाईँहरूलाई, के भन्ने भन, हामीले प्रभु येशू मसीहलाई ग्रहण गर्नुपर्दो रहेछ, हृदयमा शान्ति आउँदो रहेछ, मैले हिजो प्रभुलाई ग्रहण गरेको, आज म साह्रै खुसी छु भन्छ। धेरैजनाले त्यति बेला भन्छ, रोबोट तिमीले जे गर्यौ राम्रो गर्यौ। यसका नानीहरू, आज तपाईँहरूको लागि पनि अन्तिम दिन हो। अहिलेसम्म ग्रहण गरेको छैन, हृदयमा अझै पनि बेचैनी छ, हृदयमा अझै पनि अशान्ति छ, हृदयमा अझै पनि चोरी ठगी नराम्रो कुरा बोल्ने हेर्ने त्यो विचारहरू अझै छ भने आज तिमीहरूको लागि पनि अन्तिम मौका छ, अन्तिम मौका छ। प्रभुले भन्नुहुँदैछ, टुडे इज द डे अफ साल्भेसन, आज उद्धारको दिन भनेर भन्दैछ। तिमीहरूको लागि पनि आज अन्तिम दिन हो। हुनसक्छ भोलिको दिन हाम्रो आँखा खोलिन्छ कि खोलिँदैन, खोलियो भने पनि कुन जग्गामा खोलिने हो? धनी मान्छे जस्तो नरकमा कि त्यो गरिब लाजरस जस्तो अब्राहमको काख स्वर्गमा? यसकारण तब तिमीले पनि आजको दिनसम्म, यो अन्तिम समयमा कोही छुट्टिएको छ, कसैले ग्रहण गरेको छैन, म त गर्दिनँ भनेर मनलाई, तिम्रो लागि आज यो समय हो। डोन्ट मिस दिस टाइम, यो समयलाई मिस नगर्नु, ग्रहण गर्नु। भए त रोबोटले त्यहाँदेखि धेरै समयसम्म अब बाबाको त्यो उसलाई सम्हाल्ने, उसलाई त स्कुलमा पनि इकोनोमिक्स पढ्नु, बिजनेसको ब्लगमा पढ्नु साह्रै मन पर्थ्यो। अनि उसले खालि त्यो बिजनेसको ब्लगमा उसले के गरिबस्थ्यो, सोचिबस्थ्यो, हेरिबस्थ्यो। फेरि भरे उसले बाबुको दोकान सम्हाल्ने छोरा भयो, त्यहाँदेखि त उसलाई अब एकदम अब राम्रो जग्गा छ, ऊ एकदम ठुलो भयो, अब एकदम दोकान सम्हाल्ने, एकदम आफ्नो बाबाको कारोबार सम्हाल्ने। भरे एक दिन त 1000जना मान्छे एउटा जग्गामा भेला भएको हुन्छ, त्यहाँदेखि त सबैजना त्यहाँ बसिरहेको हुन्छ, ठुल्ठुलो मान्छेहरू बसिरहेको हुन्छ, हो ठुल्ठुलो मान्छेहरू त्यहाँ बसिरहेको हुन्छ। त्यहाँदेखि त भने त एकजना अङ्कल उठ्छ, यहाँ कोही हुनुहुन्छ जसले केही कुरो भन्न चाहन्छ? कोही पनि बोल्न सक्छ। अब 1000जनाको अगाडि बोल्नु भन्ने कुरा कस्तो चुप लागेर बसिरहेको हुन्छ कि। भरे त एकजना अङ्कलले, यहाँनिर रोबोट छ, रोबोटले केही कुरो भन्छ हामीलाई भन्छ, कसरी बोल्नु? 1000जनाको अगाडि कसरी बोल्नु? म त बोल्न सक्दिनँ। भन्न मलाई भन्न, हिजो हामीलाई के भन्नु थिइस् नि, अस्ति के हान्दा भनेको, उहाँ त्यो भएर भन्न।
भरेको त्यहाँदेखि त रोबोटले जान्छ अगाडि गएर पनि उसले यस्तो प्रकारले भन्छ कि मैले प्रभु येशू मसीहलाई मुक्तिदाताको रूपमा ग्रहण गरेँ। म चाहिँ अन्तिम मान्छे हो सेवामा ग्रहण गर्ने, अनि म अन्तिम मान्छे हो हृदयमा खुसी आउने भन्दै उसले 1 घन्टाको स्पिच दिनु सुरु गर्छ। मान्छेले अरे 17 वर्ष पुगेको छ यति बेला, 17 वर्षको केटा यस्तो ठुलो कुरा कसरी गयो। त्यहाँदेखि त भने त्यति बेला धेरैजनाले प्रभुलाई विश्वास पनि गर्न सुरु गर्छ। अब रोबोटको जीवन यसरी सुरु भयो। उसको मनमा एउटा छ कि मैले केही त गर्नुपर्छ। उसले समय पायो भने कि त पेन्टिङ गर्थ्यो, कि त उसले बिजनेस गर्न पर्ने, बिजनेसको बारेमा सोचिबस्थ्यो। अन्त एक दिन उसलाई एकजनाले एउटा किताब दिन्छ, गड इन बिजनेस भनेर, है, व्यवसायमा परमेश्वर भनेर चाहिँ एउटा के दिन्छ, बुक दिन्छ। भरे त्यो बुक पढ्न सुरु गर्छ उसले, रोबोट टेलरले बुक पढ्न सुरु गर्छ। बुक पढ्दै जान्छ। भरे त्यहाँनिर एउटा कथा हुन्छ, चार्ल्स कोलगेट भन्ने प्रभुको दासको बारेमा त्यहाँ लेखेको हुँदो रहेछ। अनि यो चार्ल्स कोलगेट भन्ने छ नि, उहाँले चाहिँ कम्ती पैसामा चाहिँ कोलगेट र साबुन बनाउने बिजनेस सुरु गरेको रहेछ। भरे त्यो पढ्दै जाँदा उसले जब पनि त्यो कोलगेटको काम सुरु गर्यो, आम्दानीबाट त 10 टाइप्स हुन्छ नि, 10औं अंश प्रभुलाई दिँदो रहेछ। भरे प्रभुले अझै आशिष दिँदो रहेछ, 20औं अंश प्रभुलाई दिँदो रहेछ, फेरि अझै प्रभुले आशिष दिँदो रहेछ र 50औं अंश प्रभुलाई के गर्दो रहेछ। यो कोलगेट बनाउने चार्ल्स कोलगेटले प्रभुलाई दिँदो रहेछ। जति प्रभुलाई दियो, प्रभुको भाग दियो, त्यति उसको बिजनेसमा परिवार हुँदै गइरहेको। भरे उसलाई यति साह्रो उत्साह हुन्छ। उसले 18 वर्ष पुगेको हुन्छ यति बेला। घोडा टेकेर प्रभुलाई भन्छ, प्रभु मैले पनि अब बिजनेस गर्नुपर्छ, प्रभु मैले मेरो पापालाई साता पुर्याउनुपर्छ, अब म पनि आजदेखि टाइप्स 10 म तपाईँलाई दिन्छु। उसले यहाँनिर घोडा टेकेर निर्णय गर्छ। त्यहाँदेखि उसले विचार कति कमाउँथ्यो होला, त्यो कमाएकोबाट उसले के गर्थ्यो, 10औं अंश प्रभुलाई छुट्याउन सुरु गर्छ। त्यहाँदेखि खुसी हुन्छ। टाइप दिएपछि त ऊ यति खुसी हुन्छ, अनि मैले मेरो प्रभुलाई के दिन सकेँ, भाग दिन सकेँ। त्यहाँदेखि त बिस्तारै गर्दै प्रभुले उसको बिजनेसमा पनि आशिष दिनुहुन्छ। ऊ त यति साह्रो बढ्दै उसको माइन्डमा हुन्छ। अब उसले पेन्टिङको काम नगरेर त उसले अब बिजनेसको बारेमा सोच्नु सुरु गर्छ, मैले कसरी बिजनेस बढाउनु। अनि किताबहरू पढेको कतिचोटि कहाँ गएर सामानहरू ल्याउनु पर्ने हुन्छ, मान्छेहरूसँग बाहिर जानु पर्ने हुन्छ हो। त्यहाँदेखि भयो त कति बेला के गर्न पर्ने हुन्छ, होटलहरूमा बस्नुपर्ने हुन्छ। तर होटलमा त्यहाँ इन्जोय गर्ने, रक्सी खाने, रम खाने, नराम्रो काम गर्ने कहाँ हुन्छ। तर ऊ चाहिँ रोबोटले चाहिँ किताब निकालेर पढिबस्छ। उसलाई त्यो मजासँग मतलबै छैन। किनभने उसले उद्धार पाएको छ, हृदयमा शान्ति छ। अब त्यो रक्सी खाएर मजा गर्न पर्दैन, हृदयभित्र उसलाई आनन्द छ। त्यो आनन्दको कारणले गर्दा, त्यो शान्तिको कारणले गर्दाखेरि उसलाई त्यो साथीहरूसँग गएर त्यो होटलमा सँगै बस्नुपर्छ, तर सँगै सुत्नुपर्छ, तर त्यो मजा लगाउने ऊ चाहिँ अलग्गै निस्केर एउटा रुममा गइकन किताब निकालेर पढिबस्छ। यसरी रोबोटले के गर्छ, प्रभुलाई आशिष दिन्छ। प्रभुले रोबोटलाई आशिष दिनुहुन्छ, रोबोटले प्रभुको निम्ति आफ्नो जीवन जिउनुहुन्छ। त्यसो गर्दै धेरै समय बित्दै जान्छ। त्यहाँदेखि रोबोटको यो बिजनेसमा प्रभुले यस्तो आशिष दिनुहुन्छ, उसको भाइसँग मिलेर त उनीहरू अकल्यान्ड भन्ने जग्गामा सर्छ। त्यहाँनिर त यति राम्रो उनीहरूको बिजनेस चल्छ। अनि उनीहरूले त्यहाँनिर चाल पाउँछ, उनीहरू न्युज पेपरहरूमा पढेर चाल पाउँछ के अरे इमेलद्वारा पनि बिजनेस हुन्छ भनेर सुनेको हुन्छ। अब त्यति बेला त कस्तो प्रकार अहिलेको मोबाइल छ के छ भइहाल्छ। अनि उसले के गर्छ, अब त्यो बिजनेसको बारेमा सोच्नु सुरु गर्छ हो। त्यो बिजनेसको बारेमा सोच्नु सुरु गर्छ। त्यहाँदेखि त घरि पढ्न सुरु गर्छ, कसरी गर्छ। तर प्रभुले उसलाई यस्तो प्रकारले ज्ञान दिनुहुन्छ, यस्तो प्रकारले बुद्धि दिनुहुन्छ, त्यसमा पनि ऊ सफल हुन्छ। भरे दाजुभाइ मिलेर के गर्छ, अकल्यान्डमा ठुलो घर, पहिले यो 6 ताला हुन्छ, त्यहाँदेखि आधी मात्रै
आधी मात्रै उनीहरूले रेन्टमा लिएर उनीहरूले आफ्नो बिजनेस सुरु गर्छ। भयो त 1 वर्ष 2 वर्ष बित्दा नबित्दा डल्लै बिल्डिङै उनीहरूले बिजनेस सेन्टर बनाउँछ। त्यहाँदेखि उनीहरूले त्यो काम गर्न सुरु गर्छ। त्यति मात्र होइन, उनीहरूको काम किन यसरी फैल्यो? उनीहरूले 10 मार्क्सदेखि 20 मार्क्स दिन थाल्यो, उनीहरूले पनि 20 मार्क्सदेखि 30 मार्क्स दिन थाल्यो। दोस्रो कुरो, उनीहरूले जति पैसा कमाउँछ त्यो पैसा चाहिँ प्रमुख छोराछोरीहरूलाई जहाँ गरिब छ दुखी छ त्यहाँनिर पैसा पठाउँदैछ हो। त्यहाँदेखि मण्डलीमा कहाँनिर आवश्यकता छ मण्डलीमा उसले पैसा पठाउँदैछ हो। अलिकति कुनै न्युज पेपरतिर कोही विश्वासीहरूको घर जल्यो, कोही एक्सिडेन्ट भयो भनेर न्युज पेपरमा पढ्यो भने तुरन्तै उसले पैसा लिएर के गर्दो रहेछ, कमाएको पैसा लिएर गएर त्यहाँनिर सहायता पुऱ्याउँदो रहेछ। त्यसले गर्दा प्रभुले के गर्नु भएको रहेछ, उसको बिजनेसमा आशिष दिनुभएको रहेछ। त्यसको बाइबलले भन्छ परमेश्वर खुसीसँग दिनेलाई परमेश्वरले के गर्नुहुन्छ, आशिष दिनुहुन्छ, परमेश्वर रमाउनुहुन्छ, प्रभुले उसलाई के गर्नुहुन्छ, आनन्द खुसी पनि दिनुहुन्छ। अनि रोबर्ट लेग्लरले यस्तो प्रकारले उसको बिजनेस के भयो, यति साह्रो फ्लरिस भएर गयो। अनि न्युजिल्यान्ड अकल्यान्डको हार्ट अफ द टाउनमा उसले 6 तलाको ठुलो बिल्डिङ बनाउँछ जमिन किनेर। यति साह्रो बिजनेस बढेर गयो। तर उसलाई एउटा चिन्ता चाहिँ के थियो भनेर भन्दा चाहिँ के अरे न्युजिल्यान्डको बस्तीमा गरिबहरू छ, उनीहरूको त्यहाँनिर उनीहरूलाई चाहिने सामानहरू पुग्नको लागि कति महँगो पर्थ्यो। अनि उसले सम्झिन्छ म मेरो कम्पनीको नाम फार्मर्स कम्पनी राख्छु, अनि म टाढोबाट सामान ल्याएर चाहिँ म के गर्छु, फार्मरहरूलाई कम्ती दाममा बेच्छु। त्यसो गरेर उसले के गर्छ, न्युजिल्यान्डको गरिब फार्मरहरूलाई उसले के गर्छ, कम्ती दाममा सामान पुर्याउँछ। भए त यति बढेर जान्छ त्यो काम पनि, यति बढेर जान्छ। मान्छेले रोबर्ट लेग्लरलाई कस्तो आदर गर्न सुरु गर्छ, किन उसले त्यति साह्रो के गर्छ, सहायता पुर्याउँछ, यति साह्रो सहायता पुर्याउँछ। यहाँसम्म कि कुनै पनि मण्डलीमा गएर सेवा गयो भने चर्चमा गएर यसो हेऱ्यो भने केही असुविधा देख्दैछ, केही कमजोर, केही कुरा कमी देख्दैछ भने चुपचापसँग उसले के गर्दैछ, भेटीमा कति चाहिन्छ क्यालकुलेट गरिकन भेटी बक्समा हालिदिएछ पैसा। त्यो पैसाले त्यो मण्डलीमा त्यो काम हुँदैछ। अनि एक दिन त रोबर्ट लेग्लर के गर्छ, एक दिन त एउटा सन्डे स्कुलमा जान्छ। सन्डे स्कुल हुँदै गएको हुन्छ, त्यहाँनिर 250 जना नानीहरू जुट्छ। 250 जना नानीहरू जुटेर सन्डे स्कुलमा जान्छ, सेवा भइरहेको छ। रोबर्ट खुसी छ नानीहरूलाई देखेर, उसलाई एकदम नानीहरूले गीत गाएको मनपर्छ, एक्सन गरेको मनपर्छ, रमाइरहेको। तर नानीहरू बसेको देखेर उसलाई यति दुःख लाग्छ, यति साह्रो दुःख लाग्छ। किन यस्तो प्रभु, किन नानीहरू यसरी बस्दैछ भनेर भन्दा त नानीहरू 250 जना नानी चाहिँ सानो कोठामा त खर्च गरेर बसेको रहेछ। त्यो देखेर उसलाई यति मनमा लाग्छ। त्यहाँदेखि भयो उसले त्यहाँको मण्डलीको जिम्मेवारी प्रभुको रास्ता बोलाएर भन्छ, हेर्नुहोस् यो घर नि तपाईँ यति फिट अगाडि बढाउनुहोस्, तपाईँको यो हल यति फिट बढाउनुहोस्, यसमा यति खर्च, किन ऊ इकोनोमिक्स पढेको मान्छे हो, उसलाई एकदम ज्ञान छ। उसले भन्छ यति खर्च लाग्छ, यो खर्च चाहिँ म तपाईँलाई दिँदैछु, तर कसैलाई नभन्नुहोस् ल रोबर्टले दिएको भनेर, तपाईँले यो पैसा राख्नुहोस्, अनि यो एकदम यो हल चाहिँ बढाइहाल्नुहोस् है भनेर रोबर्टले के गर्छ, पैसा दिइहाल्छ। रोबर्ट चाहिँ त्यस्तो मान्छे हो, दिन्थ्यो प्रचार कहिले गर्थेन। हाम्रो त 1 रुपियाँ दियो भने ओ आज भेटी 1 रुपियाँ लाग्छ है हल्लै गर्छ हो। कतिवटा जग्गामा त भेटी के हुन्छ, मैले त 10 मार्क्स कति दिएको छु थाहा छ तिमीहरूलाई, यति 10 मार्क्स दिएको छु भनेर हल्ला दिन्छ हो। तर यहाँ रोबर्ट लेग्लरले भन्छ मैले दिएको नभन्नु र दिएको नभन्नु, तर तिमीले यो काम गर। यसरी के गर्छु उसले, प्रभुको कामले यति धेरै छ। उसले कहिले पनि बिजनेसले पैसा कमाएर म यत्रो ठुलो मान्छे हुन्छु भनेर सोचेको थिएन। तर उसले त्यसरी प्रभुको काममा दिँदै गर्दाखेरि प्रभुले ऊ चाहिँ अझै आशिष दिन्छ। त्यहाँदेखि थाहा छ तिमीहरूलाई, रोबर्ट लेग्लर मात्रै यस्तो मान्छे हो जसले आफ्नो कमाइको 90% चाहिँ प्रभुलाई दिने भयो। 90% कमाइ प्रभुलाई दिने। यस्तो बेसी प्रभु घरमा सहायता पुर्याउने भयो, प्रभुलाई दिने भयो। त्यति नै रोबर्टलाई प्रभुले फेरि के गर्नुभयो,
आशिष दिँदै बिजनेसमा यति साह्रो आशिष दिनुभयो। अनि उसको बिजनेसमा नि यति ठुलो अब यो घर कहाँनिर गयो भयो। अब यो यत्रो ठुलो घरमा उसको बिजनेस चल्दैछ। यहाँनिर उसको कतिजना स्टाफहरू थियो होला, कति 100 स्टाफ थियो उहाँको, 500 जना स्टाफहरू उसको यहाँनिर हुन्छ। तर प्रत्येक स्टाफलाई गएर बिहान गएर चाहिँ गुड मर्निङ, आज तिमीले राम्रो काम गर्नुपर्छ, ती सबैजनालाई गएर भेट्दैछ। अनि बेलुका छुट्टी बेलामा पनि 4 बजीको उसको कामबाट बिदा हुँदाखेरि प्रत्येकलाई गएर भन्दैछ तिमीले यो अब पाएको टाइम चाहिँ 5 to 6, 7 चाहिँ यो तिमी सिधै घर नजानु, तिमीले साइड बिजनेस गर्नु, तिमीले फलाना जग्गामा पार्ट टाइम गर्नु, तिमीले यसो गर्नु। यति साह्रो उत्साह दिए अरे कि उसको यो कम्पनीमा काम गर्ने मान्छे चाहिँ कोही गरिब थिएन अरे। कस्तो राम्रो है। हाम्रो त मनमा कस्तो हुन्छ, म मात्रै कमाउँ है, म मात्रै कुखुरा चाहिँ मेरै मात्रै होस् जस्तो लाग्छ, कुखुराको ब्राउन स्टिक चाहिँ मेरै होस् जस्तो लाग्छ। तर त्यो त उसको त मन त्यस्तो थिएन। सबै स्टाफहरूलाई के गरेको जहिले पनि भन्यो तिमी जाऊ, अब तिमी 2 घन्टा त बाहिर यसरी काम गर, तिमी घरमा जाँदा टाइम वेस्ट नगर्नु, तिमीले घरमा गएर भोलि मैले अफिसमा गएर के काम गर्नुपर्छ एकचोटि सोच्नु, त्यसलाई स्टडी गर्नु, भोलि आउनु, तिमीले नयाँ काम के गर्नु सक्छौ गरेर देखाऊ, म तिमीलाई सहायता गर्छु। रोबर्ट लेड्लरले उसको काममा कम्पनीमा काम गर्ने मान्छेलाई कहिले पनि टाढो राखेन, जहिले पनि नजिक राखेर उसले काम गर्थे। त्यसकारण उसको जीवनमा उसको बिजनेसमा पनि बढोत्तरी हुँदै गयो। त्यसरी रोबर्ट लेड्लरले के गर्छ, उसले उसको बिजनेसमा सहायता पुर्याउँछ। एक दिन उसले एउटा जग्गामा सेवा गर्छ। अनि एउटा गाउँ हुन्छ यो मुनिको, एउटा गाउँ हुन्छ। यो गाउँमा एउटा परिवार फुल टाइम वर्कर मिसनरी एउटा परिवार यो जग्गामा आएर सेवा गर्नको लागि आएको हुन्छ। उनीहरूको एउटा थुप्रै गाडी हुन्छ क्या, थुप्रै